नमस्कार सबैजनालाई। हामी चाहिँ अहिले धादिङ जिल्लातिर जाँदैछौँ यो वर्षको ताल लोसार मनाउनको लागि। सिद्धलेक गाउँपालिका बुङचुङ रे बुङचुङ ल यस्तो पारेर यहाँ घरै राजा देख्नु पर्यो। पहिला हामी पढे स्कुल क्या त किलो हामी सँगै पढ्यो भने यात्रा अगाडि बढ्दै जाने क्रममा अहिले हामी ठ्याक्कै धादिङ बेसी आइसकेका छौँ र अबको यात्रा हाम्रो सिधै घुम्दी सातो बाटोतिर हुनेछ। बेसीमा हामी एकछिन बस्यौँ, खाजासाजा खायौँ र अब हामी अगाडि बढ्दै गइरहेका छौँ। अहिले चाहिँ यो साँझको समयमा हामी यात्रालाई निरन्तरता दिँदै अगाडि बढिरहेका छौँ र आजको हाम्रो बसाइ भनेको गुरुङ गाउँको होमस्टेमा हुँदैछ। यो हो नि त तरिका।
यो रमाइलो दृश्य रहेको छ यसै गाउँपालिकाको गङ्गा जमुना मन्दिरको। असाध्यै मनमोहक झर्ना भनेको त होइन र रहेछ यार त्यो त यार। सत्यताले भरिपूर्ण यस झर्ना त देखेँ क्षेत्रमा है टाढाबाट घुम्न पाउँदा विशेष गरी हामी यो समयमा माननीय धनबहादुर घलेज्यूप्रति आभार प्रकट तथा सम्झना व्यक्त गर्न चाहन्छु। अझ यो भेडा जुदाउने कारण चाहिँ गर्नुपर्ने क्या अनि उनीहरूको यो कमरबाट भाइरस निस्किन्छ भेडा देख्छ देखेँ त खतरा जय लिलफङ ल के भने अलिअलि हो
हाम्रो झाँक्री बुवा तथा भाइहरूलाई नृत्य गर्न अप्ठ्यारो हुने कारणले गर्दाखेरि हजुरहरू डोरीभन्दा बाहिर गइदिनु न हार्दिक अनुरोध गर्न चाहन्छु। प्रेरणा घले कहाँ हुनुहुन्छ यो स्टेजमा आइदिनु न पनि हार्दिक अनुरोध गर्न चाहन्छु। प्रेरणा घले कुन गीत ला कुन गीत कुल्दै क्या कुल्दै मैसन दर्शक बहादुर घलेज्यूलाई अतिथि आसनहरूको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। त्यस्तै गरी लीला फङ्गले समाजका स्वागत नृत्यका नानीहरू कहाँ हुनुहुन्छ तयारी अवस्थामा बसिदिनु न हार्दिक अनुरोध गर्न चाहन्छु। यो समुद्घाटन पछि तुरुन्तै यो नृत्य हामीले प्रदर्शन गर्नुपर्ने हुन्छ। त्यसैले सबैजना तयारी अवस्थामा बसिदिनु हुन र यहाँ मैले पुरा गर्दै है
समाप्तिपछि घर फर्कने क्रममा हामी लागिरहेका छौँ। यो चाहिँ अहिलेको दृश्य रहेको छ धादिङ बेसिकको। रगतमा बगेको पहिचान घोलेको स्वर मारुनीको ताल हाम्रो नाम सधैँ अब निशानो के हुन्छ यहाँ? 네, 가요.